चाहिँ ए खानेकुरा हजुर खानाहरू त्यो मुस्ताङ्गेहरू हो क्या यहीँको हो यो याक होटल पहिला सानो यस्तो उ थियो घर होइन खाना मस्तै दिनुहुन्थ्यो खाना हेलो म तिनजुरे भाइ भर्खर जाँदैछु ढिला त्यस्तै भयो आज खै 11 बजे हिँड्ने भनेको त्यो बिहानै हिँड्ने भनेको त्यस्तै अफिसको काम रहेछ अफिसको कामहरू भएर मात्रै नभएर जाने भन्नुभयो अब पुगेर फर्किहाल्ने अब पुगेर फर्किहाल्ने हो गाउँको त मलाई अनि पार्टी सक्यो पार्टी सक्यो केही थाहा छैन पछि बिहा गरिकन पार्किङसम्म त्योसम्म जाने 15-20 मिनट है फोटो खिच्ने टाइम होइन भाइ हजुर हजुर होइन ए चिन्ता घुम्नु न हेर्नु गुराँसहरू अब मजाले रहर यता हेर यता नेपालबाटै लगेको त्यहाँ हिस्टोरीमा लेखेको छ नि उनीहरूले लाने बिरुवा लाने भए तपाईँहरू पनि लानुहोस् है यहाँ पाउँछ अहिले रक्सी बिरुवा लाली गुराँसको ए होइन अब कहाँ बोकेर जानु तर फुल टिप्न पाइँदैन यहाँ जरिमाना छ है फेरि ए होइन टिप्दैन होइन त्यही पनि अब कसैलाई थाहा हुँदैन नि त हजुर जरिमाना छ अब यहाँ फुल्ने के हो आज खाइसक्यौ फोहोर गरेर सेकेन्डमा यो ओरिजिनल चाहिँ मान्छे भएर मान्छे भनेको त्यही हो माथि हो तर यो चाहिँ अर्को के अरे माथि यस्तो खानहरू क्या भनेर गुराँसको फेर्नु भन्नु भने बर्को फेर्नु यहाँ अलिकति रहेछ यो मरौ छिटो छिटो यसमा दिउँ न यहाँको डाँडामा चाहिँ गीत लाग्दैछ जताततै गुराँसै गुराँस
तीन जोडीको गुराँस यस्तो चिसो भएको छ। एकै ठाउँको विशेष भयो नि त। भोलि तपाईँहरू कन्याम जाने होइन? कन्याम जाने होइन तपाईँहरू? होइन भोलि कन्यामको उस भयो क्यान्सल भयो ल। ए, मैले अघि रोमीलाई भनेको छु ए क्यान्सल भयो? अँ। ए ठिकै छ त्यसो भए ल। यो बच्चाहरूलाई एकदम गाडीको फोबिया भइसक्यो। कहिले पर्सि जानु हुने कि नजाने? नजाने भयो। ए नजाने भयो? अँ त्यसो भए ठिकै छ। मलाई यहाँ अर्को रिजर्भ छ क्या फेरि। सरी ल। पछि बाटो छ अब टाइम लाग्छ 3.5 घन्टा त तपाईँको दुईटामा पुग्नु लाग्छ। लोकल जो गाउँको खाना जस्तो खायो। त्यो मन्दिरको गेटै भन्दा तलतिरपट्टि छ अलिअलि घरहरू त्यहाँ लाग्छ। अब अहिले गएको गाडीहरू त्यहीँ गएर बस्ने हो क्या। अनि बिहानै मन्दिर दर्शन गर्छ अनि अब टिकटक सिकटक बनाउँछ। ए नमस्ते चाहिँ एनटिसी। एनटिसी एनटिसी भनेको चाहिँ नेपालकै कम्पनी होला। नेपाल ट्रेन पनि यही हो। तोकमा तल हिले बजारमा। यहाँ त बास बस्ने हो होटलहरू। दादा पछि तोङपाको त्यहाँ फोटो खिच्ने नि यत्रो तोङपा खाएको भनेर। अब अलिकति सकिन्छ अब यो चिसो बोकेर जाने धरान अलिक बेरसम्म तातै हुन्छ, चिसै हुन्छ। गर्मी एकछिनमा है देखिरहेछ बाटो देखेछ ए मजाले। दार्जिलिङमा त झन् केही देख्दैन, तपाईँले बाटोको साइडको हेरेर कुदाउनु पर्छ। दार्जिलिङमा त अति सानो बाटो नि। बाटो त सुरुमै हिँड्छ त। म त पहिला छोराहरू पुऱ्याउनु जाँदा भगवान् जप्दै अब त पहिला त अब हिल साइडको बाटो नहिँडेको नि त होइन। भगवान् जप्दै आउँथेँ। आउँदाखेरि सिलगढी आएपछि त्यो लाग्थ्यो। त्यहाँदेखि चाहिँ अब हुनु त एक्सिडेन्ट हुन्छ सिलगढीमा नि त हुन्छ नि होइन, ट्रेन साइडमा पनि त्यस्तो हुन्छ। त्यही छ नि हामी। त्यही भएर कलरफुल भएको मातेर। World largest Tongpa Guinness Book recorded.
मनाङ ल्यायो भने मनाङ भन्छु। मनाङ ल, मनाङको अँ यहाँ त घुम्नु मात्रै अँ उता लालीगुडा छैन आएको काका लु हामी जान्छौँ ल बेसी जाने दु त्यहाँ चाहिँ पहिला चार्ज क्या यो बाटो ओपनिङ सेरेमनी गर्दा आएर अनि त्यहाँ चढेको चार्ज पोइन्टहरू होइन त्यो डाँडा चार्ज पोइन्ट त्यहाँ हामी चाहिँ यसरी हिँडेर